हजुरहरूलाई के लाग्छ? हामी किन 2 मिनेट पनि शान्त केही नगरिकन आफूसँग बस्न सक्दैनौँ? किन हाम्रो वरिपरि यति धेरै डिस्ट्र्याक्सन छ? अहिले सोसल मिडियाले हामीलाई डिस्ट्र्याक्ट गरिरहेको हुन्छ। किन हामी यति धेरै इन्फ्लुएन्स भइरहेछौँ उनीहरूको कन्टेन्टमा र हामी मोबाइल बिना 1 सेकेन्ड पनि बस्न सक्दैनौँ? यति धेरै डिस्ट्र्याक्सन इन्टरटेनमेन्टको लागि अथवा इन्फर्मेसनको लागि भनेर हामी जति पनि कन्ज्युम गरिरहेछौँ त्यसले हामीलाई केबाट वञ्चित गराइरहेको छ त? 2 मिनेट पनि आफूले आफैसँग बस्न नसक्ने डिस्ट्र्याक्सन के को लागि? हामी साइलेन्टमा बस्नुपर्ने किन? के को लागि हामी साइलेन्टमा बस्नुपर्छ? हजुरहरूलाई के लाग्छ? यसको एन्सर हो यति धेरै डिस्ट्र्याक्सन छ के को लागि भन्दा हामीले आफूले आफैलाई नचिनौँ भन्नको लागि। जति पनि कुरा हामीले सोचिरहेको हुन्छौँ हामीलाई चाहिरहेको छ त्यो एकदमै अननेसेसरी चिज हो र हामीले जब आफूले आफैलाई बुझ्छौँ तब के हुन्छ, यो जति पनि इन्फ्लुएन्सिङ फ्याक्टर्सहरू छ, एक्सटर्नल सर्कमस्टान्सेसहरू छ, यिनीहरूले हामीलाई यति पनि एफेक्ट गर्न सक्दैन। सो जब हामी यो डिस्ट्र्याक्सनहरूबाट टाढा केही सेकेन्डको लागि केही मिनेटको लागि भने पनि आफूले आफैसँग साइलेन्टमा बस्छौँ भने हामीले आफ्नो रियालिटी र नेचरको रियालिटी थाहा पाउन सक्छौँ, आफूले आफैलाई बुझ्न सक्छौँ। सो यति धेरै डिस्ट्र्याक्सन चाहिँ यही कुरा हामीले आफूले आफैलाई नबुझौँ भनेर चाहिँ यति धेरै डिस्ट्र्याक्सन क्रिएट गरेको हो। यो चाहिँ